आशिका तामाङ लगायत हरि ढकाल यी सबै जेलमा गएर जेलबाट निकालेर ल्याएको होइन रवि लामिछानेले। संसद भवनमा यी सबै थिएनन्, सिंहदरबारमा यी सबै थिएनन्। गणेश कार्की तिम्रो सिंहदरबार हामीले जलायौँ भन्ने गणेश कार्की। त्यसले गर्दाखेरि यो जुन अहिले आएर चुनावको मुखमा अलिकति माथि क्लिप काटेर किन देखाइयो, त्यसले गर्दाखेरि यो चुनाव निष्पक्ष हुन्छ भन्ने के छ। त्यसले गर्दाखेरि सम्पूर्ण कांग्रेस एमाले स्वतन्त्र राप्रपा सबैले यो भिडियो हेरेपछि चुनाव बहिष्कार गर्नुहोस् त, कसरी चुनाव हुँदो रहेछ। र सम्पूर्ण नेपालीहरू तपाईहरु साच्चै यो धरतीको माया गर्नुहुन्छ भने जानुहोस् चुनावमा भोट हाल्नुहोस्। तपाईहरुको भोटले यो देश सकिँदैछ, हाम्रा पुर्खाहरूले आर्जेको देश सकिँदैछ। त्यसले गर्दाखेरि तपाईहरु म रहौला नरौला मेरा पछाडि पनि मलाई मार्न मान्छेलाई आछन्। मैले यो बोल्दै गर्दाखेरि पुलिसमा पक्राउ पनि खान सक्छु। यो रिक्स मोलेर नेपालीहरूको लागि यो रिक्स मोलेर आफ्नो जिन्दगी नै दाउमा राखेर मैले यो भिडियो सार्वजनिक गर्दैछु। तपाईले एकपल्ट होइन 3 पल्ट हेर्नुहोस् यो भिडियो, मेरा हरेक भिडियो हेर्नुहोस्। त्यसले गर्दाखेरि तपाईहरुलाई म के भन्छु भने विनम्रसँगले यो चुनाव देश सक्ने चुनाव हो, यो चुनाव धर्म सक्ने चुनाव हो। त्यसले गर्दाखेरि यो चुनाव जानुहोस्, तपाईहरु साच्चै भात खानुहुन्छ भने यो चुनाव देश बिगार्दैछ बुझ्नुहोस्, बरु घरमा बस्नुहोस्। नमस्ते।